आज चाहिँ हामी एभरेस्ट बेस क्याम्पको टुरमा जाँदैछौँ। अहिले हामी काठमाडौँबाट प्रस्थान गर्दैछौँ र कोटेश्वरबाट चाहिँ हामी बसमा जानेछौँ। थ्याङ्क यू। अहिले चाहिँ हामी यहाँ लन्चको लागि रोकेको छौँ। गाडी चाहिँ आउँदैछ। अहिले यहाँ हामी खाना खाना रोकेको। यहाँ गाडी चार्जमा लागेको छ होइन। हामी चाहिँ इलेक्ट्रिक गाडीमा आएको थियो अनि यहाँ खाना खायो। अब यहाँबाट हामी मन्थलीतर्फ लाग्छौँ। यो चाहिँ रामेछाप जिल्लाको मन्थली बजार र पारि देखेको चाहिँ मन्थली एयरपोर्ट हो। यो भोलि हामी एयरपोर्टबाट फ्लाइट चढेर लुक्लातर्फ लाग्छौँ। अहिले चाहिँ हामी यता मन्थलीमा बसेको होइन। आजको हाम्रो बसे चाहिँ यहीँ मन्थली भयो। आज डे 1 सामान लथालिङ्ग छ। यता पनि लथालिङ्ग छ, मिलाउनु पर्छ। गर्मी रहेछ मन्थलीमा त एसी चलाएर बसिरहेको। ओके यति नै आज है। आज डे 2मा आज हाम्रो फ्लाइट भएन। यो चाहिँ मन्थलीको स्कुल होला सायद। यो बच्चाहरूको साउन्ड रहेछ। यो अगाडि चाहिँ एयरपोर्ट हो। यो चाहिँ फुटबल खेल्ने ग्राउन्ड। यो चाहिँ तामाकोसी नदी रामेछाप जिल्लाको। यही नदी बग्दै गएर चाहिँ उता सप्तकोसीमा मिसिन्छ। यिनीहरूको विषयमा पढेको थिएँ नि त मैले। उहाँहरूको गङ्गालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ। काला पत्थर बाबा, कालो पत्थर ड्रिङ्क। अब हामी यहाँ चाहिँ रिटर्न हुन्छ होटलतर्फ। यहाँ हल्का खाइयो पियो। मेरो मित्रहरू तपाईँहरू पनि यता मन्थली आउनु भने चाहिँ यो रेस्टुरेन्टमा चाहिँ आएर बस्नु होला। यहाँ खाना बस्नको एकदम राम्रो व्यवस्था छ। हामी चाहिँ हिजो उतै एयरपोर्टमा झऱ्यौँ र एयरपोर्ट नजिकै बस्यो किनकि बिहान एयरप्लेन चढ्न नजिक हुन्छ त्यहीँ बस्यो। तर यहाँ धेरै कुराको सुविधाहरू राम्रो छ। रिसोर्ट राम्रो रहेछ, मन पर्यो।
लु है हामी त आज लुक्ला जान पाइएन, फ्लाइट पनि पाइएन। अब खुट्टाले हिँड्दैछौँ, थाहा छैन कहाँसम्म पुगिन्छ। अब मन्थलीमा अलपत्र परियो। यहाँ चाहिँ गाडीहरू रिचार्ज गर्ने ठाउँ पनि रहेछ नि, इभी गाडीहरू। हामी चाहिँ अहिले दुध खायौँ। हामी चाहिँ हिजो त्यो पर यो रोड हुँदै आएको यता दामी रहेछ।